नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य सप्तरीको इनोरमा शुक्रबार साँझ बस दुर्घटना, 5 जनाको मृत्यु, 3 दर्जन भन्दा बढी घाइते। कपिलवस्तुमा 1 जनाको गोली हानी हत्या, अनुसन्धान जारी। विप्लवलाई मूलधारामा ल्याउन नसकेको भन्दै पूर्व राष्ट्रपतिले गरे सरकारको आलोचना। विश्व बैंकको नेपाल सम्बन्धी पछिल्लो प्रतिवेदनप्रति परराष्ट्र मन्त्री ग्वालीद्वारा आपत्ति। र शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तेस्रो चरणको खेल सकिँदै जावलाखेल युथ क्लब र हिमालयन शेर्पा आम्ने सामने हुने। अब समाचार विस्तारमा। सप्तरी हनुमाननगर कंकाली नगरपालिका 10 इनरुवामा शुक्रबार साँझ बस दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको छ भने 3 दर्जन भन्दा बढी घाइते भएका छन्। बाराहाट क्षेत्रमा लागेको कुम्भ मेला भरेर फर्किएका यात्रुहरू सवारको 1ख2799 नम्बरको बस पल्टिएको हो। दुर्घटनामा परि बेचनी देवी यादव, भुटनी देवी यादव, सिक्किल देवी शाह, दिनेश रजक र उनकी श्रीमतीको मृत्यु भएको छ। घाइते मध्ये 11 जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सिफारिस गरिएको छ भने बाँकीको सगरमाथा अस्पतालमा उपचार भइरहेको छ। अधिकांशको अवस्था गम्भीर रहेको डीएसपी भव्येश रिमालले जानकारी दिनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैराकोट नगरपालिका 13 मुकुन्दपुरमा शनिबार बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा 2 जनाको ज्यान गएको छ। ना 5ख3987 नम्बरको बसले ना 5प3851 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार 2 जनाको मृत्यु भएको हो। दुर्घटनामा परि मृत्यु हुनेमा गैराकोट नगरपालिका 8 बस्ने 20 वर्षीय अनिल पौडेल र गैराकोट 1 बस्ने 19 वर्षीय कृष्ण सापकोटा रहेका छन्। दुर्घटनामा परि घाइते भएका 2 जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा 1 जनाको बाटोमा र 1 जनाको अस्पताल पुर्याएपछि मृत्यु भएको इलाका प्रहरी कार्यालय गैराकोटले जनाएको छ। रौतहटमा 1 यात्रुवाहक बसले किल्चे र 1 जना पैदल यात्रीको घटनास्थलमै ज्यान गएको छ। गैरचन्द्र निगाहपुरसँगै जोडिएको सहायक राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने गैर नगरपालिका 6 सिसिवा चोकमा सदरमुकाम गैरबाट काठमाडौँको लागि हिँडेको ना 5ख7369 नम्बरको बाहुबली ट्राभल्सले राजदेवी नगरपालिका 2 हजमिनियाका 55 वर्षीय सुखरी महतोलाई बसको अगाडिको चक्काले किल्चिँदा घटनास्थलमै ज्यान गएको हो। शुक्रबार राति 8 बजे गौरबाट राजधानीतर्फ अत्याधिक तीव्र गतिमा रहेको बसले बाटो काट्दै गरेको महतोलाई कुल्चेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी केदार ढकालले घटना अत्यन्त विवस्त भएको बताउँदै मृतक महतोको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गैरमा राखिएको र बस चालक सर्लाहीका हिरालाल महतोलाई नियन्त्रणमा लिएर घटनाबारे गहन रूपमा अनुसन्धान भइरहेको बताउनुभयो। कपिलवस्तुमा 1 जनाको गोली हानी हत्या भएको छ। सुदोधन गाउँपालिका 4 मोतीभारीका दिपेन्द्र कुमार चौधरी राजा बाबुको हत्या भएको हो। उनी प्रदेश सभा सदस्य निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर 1ख बाट स्वतन्त्र उम्मेद्वार थिए। उनलाई घर नजिकैको सडकमा अज्ञात समूहले गोली हानेर घाइते बनाएको थियो। उनलाई तत्काल लवनी स्वास्थ्य चौकीमा उपचार गर्न लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि मेडिकल कलेज पुर्याउँदा मृत्यु भएको प्रहरी नायक उपनिरीक्षक रवि रावलले जानकारी दिनुभयो। शंकास्पद 2 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूमाथि अनुसन्धान भइरहेको रावलले जानकारी दिए। घटनास्थलमा गोलीका 3-4 वटा खोका भेटिएको थियो। अवैध रूपमा विदेशी मुद्राको कारोबार गर्ने भारतीय नागरिक सहित 1 नेपाली महिलाले कास्की प्रहरीले बिहीबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बम्बई महाराष्ट्रका विनायक कुमार बाबुलाल शाह र
काठमाडौँ महानगरपालिका 35 की चन्दा थापा रहेका छन्। प्रहरीले उनीहरूको साथबाट अमेरिकी डलर, भारतीय रुपैयाँ, इङ्ल्यान्डको पाउन्ड तथा युरो गरी 31,28,709 रुपैयाँ बरामद गरेको छ। पोखरा लेक साइटको एक होटलबाट वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायक उपनिरीक्षक नवीन कार्कीको कमान्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। डलरसँगै उनीहरूको साथबाट डेल कम्पनीको ल्यापटप 1 थान, एमआई कम्पनीको एन्ड्रोइड मोबाइल 1 थान, विभिन्न बैंकको एटीएम 6 थान, विभिन्न बैंकको चेकबुक 7 थान, सोनी कम्पनीको पेनड्राइभ 1 थान र शाह र थापाको राजधानी 1 थान समेत बरामद गरेको छ। पक्राउ परेको उनीहरूलाई राजस्व अनुसन्धान विभाग काठमाडौँ पठाइएको प्रहरी प्रवक्ता गुरुङले बताएका छन्। अब समाचारमा केही बेर विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले विद्रोही नेता विक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई मूल धारामा ल्याउन नसकेको भन्दै सरकार र राजनीतिक दलहरूको आलोचना गरेका छन्। पूर्व राष्ट्रपति यादवले हिमाल पहाड र तराई बीचको एकतालाई बलियो बनाउन कुनै पहल गर्न नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। शुक्रबार बीपीको विद्रोह नामकमा पुस्तकको काठमाडौँमा विमोचन गर्दै उनले बीपीले देखाएको मेलमिलापको बाटोबाट अघि बढ्नुको साटो राजनीतिक दलहरू पदीय भागबण्डामा मात्र केन्द्रित भएको गुनासो पनि गरे। नेपालका हरेक व्यवस्था परिवर्तनमा हडबडामा निर्णय लिँदा उपलब्धि संस्थागत हुन नसकेको बताए। संविधान निर्माणको अन्तिम समयमा हडबड गर्दा सबै समेटिन नसकेको तर्क गरे। कार्यक्रममा पूर्व राष्ट्रपति यादव सरकारले असन्तुष्टि पक्षले समेट्न नसक्दा विद्रोहको स्वर बढ्दै गएको भन्दै रोष व्यक्त गर्नुभयो। पूर्व राष्ट्रपति यादवले सबै मिलेर मुलुकमा शान्ति स्थापना गर्न ढिलाइ गर्न नहुनेमा पनि जोड दिए। परराष्ट्र मन्त्री प्रदीप ग्वालीले विश्व बैंकको नेपाल सम्बन्धी पछिल्लो प्रतिवेदनप्रति आपत्ति जनाएका छन्। परराष्ट्र मन्त्री ग्वालीले नेपालको डुइङ बिजनेस कमजोर हुँदै गएको दाबी समेत विश्व बैंकको प्रतिवेदनप्रति आपत्ति जनाएका हुन्। जापानको सत्ताव्यापी भ्रमणपछि शुक्रबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ नेपाल सम्बन्धी विश्व बैंकको सो प्रतिवेदन यथार्थपरक नरहेको उल्लेख गर्दै त्यस सम्बन्धमा नेपाल सरकारले विश्व बैंकको ध्यानकर्षण गराएको पनि स्पष्ट पारे। उनले नेपाल व्यापार र लगानीको दृष्टिले गत वर्षभन्दा नीतिगत, कानुनी प्रबन्ध संरचना लगायतका सबै दृष्टिले सुधारन्मुख रहेको दाबी समेत गरे। विश्व बैंकले केही दिन अघि सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाल डुइङ बिजनेसमा 110औं स्थानमा छ, अघिल्लो वर्ष 105औं स्थानमा थियो। सोही प्रतिवेदन यथार्थ फरक नभएको भन्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पनि असन्तुष्टि जनाइसकेका छन्। मन्त्री ग्वालीले आफ्नो जापान भ्रमणमा सफल रहेको दाबी समेत गर्नुभयो। उनले आफ्नो जापान भ्रमणबाट दुई देश बीचको सम्बन्ध अझ उचाइमा पुर्याउन योगदान पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो। जापानका परराष्ट्र मन्त्री तारो कोनोनको निमन्त्रणामा मन्त्री ग्वाली गत मङ्सिर 1 गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जापान गएका थिए। त्यस अवसरमा जापानले नेपालको खाद्य सहायता कार्यक्रमका लागि 350 मिलियन जापानी यान बराबरको अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ। मन्त्री ग्वालीले जापानी समकक्षी कोनोले नेपाल भ्रमण वर्ष 2020लाई सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि जानकारी दिनुभयो। मन्त्री ग्वालीले जापानबाट फर्कने क्रममा बिहीबार थाइल्यान्ड स्थित नेपाली दूतावासको निरीक्षण र त्यहाँ स्थित नेपाली समुदायसँग अन्तर्क्रिया पनि गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी पार्टी व्यक्तिको नभई विधिको हुनुपर्ने बताएका छन्। पार्टी सामूहिक नेतृत्वको आधारमा चल्नुपर्ने पनि नेता केसीले बताए। नेपाल प्रेस युनियन रूपन्देहीले आज बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले पार्टीमा सभापतिलाई बलियो बनाउनु पर्ने तर अन्य पदाधिकारीलाई पनि उत्तिकै बलियो बनाउनु पर्ने धारणा राख्नुभयो। अर्को प्रसङ्गमा उनले केपी ओली सरकारको 2/3 बहुमतको सरकारले 9 महिनामा परिमाणका हिसाबले कुनै काम गर्न नसकेको आरोप लगाउनुभयो।
मादक पदार्थ सेवन तथा आर्थिक अनियमितताको आरोपमा नवलपरासीको एक विद्यालयका प्राध्यापक बर्खास्त भएका छन्। पूर्वी नवलपरासीको बुलिटार स्थित बाल मन्दिर प्राथमिक विद्यालय प्राध्यापक निरोज बास्कोटिलाई विद्यालयले बर्खास्त गरेको हो। विद्यालय छात्रवृत्त रकम दुरुपयोग गरेको, विद्यालयमा मदिरा सेवन गरेर जाने गरेको, शिक्षकको तलब दुरुपयोग गर्ने गरेको लगायत आरोप लगाउँदै अभिभावकहरूले विद्यालयमा तालाबन्दी गरेका थिए। शिक्षा विकास तथा समन्वय एकै नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख कृष्णचन्द्र पोखरेलले स्पष्टीकरणको जवाब चित्त बुझ्दो नभएपछि उनलाई बर्खास्त गरिएको बताए। पदीय मर्यादा तथा आचरण विपरीत कार्य गरेको भेटिए उनलाई शिक्षकबाट पनि बर्खास्त गर्ने कार्यालयले जनाएको छ। सप्तरीमा 11 महिनाको अवधिमा बलात्कारबाट 33 बालिका र 11 महिला पीडित भएको घटना सार्वजनिक भएको छ। नेपाल मानव अधिकार वर्ष पुस्तक 2019 का लागि सप्तरीमा सङ्कलित मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाको प्रकाशन पूर्व राजविराजमा शुक्रबार आयोजित वार्षिक समीक्षा गोष्ठीमा इन्सेक सप्तरीले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो, जसमा बालिका बलात्कारका 33 र महिला बलात्कारका 11 तथा बालिका बलात्कार प्रयासका 13 र महिला बलात्कार प्रयास 4 घटना सार्वजनिक भएको छ। महिला बलात्कारको 11 घटनामा 19 वर्षीयदेखि 70 वर्षीयसम्म पीडित बनेको घटना अभिलेख गरिएको छ। आरोपी 24 जनामा 17 वर्षीय देखि 65 वर्षीयसम्मका रहेका छन्, जसमध्ये 10 थुनामा 7 फरार 6 जनामाथि पक्राउ पूर्जी वारेन्टेड जारी भएको छ भने 1 जनाले सफाई पाएका छन्। महिला यौन दुर्व्यवहारका 4 घटनामा 4 महिला पीडित र 5 आरोपित देखिएको छ। आरोपित मध्ये 2 जनामाथि पक्राउ पूर्जी, 2 जना धरौटीमा रिहा भए भने 1 जनाले सफाई पाएका छन्। बालिका यौन दुर्व्यवहार 13 घटनामा 3 र 6 वर्षका बालिका समेत पीडित बने। आरोपित 13 वर्षीयदेखि 65 वर्षसम्म 16 जना रहेका छन्, जसमध्ये 3 बालक बाल सुधार गृहमा, 1 संरक्षकको जिम्मामा र 1 बालक थुनामा छन्। 1 जनालाई कैद सजाय, 5 थुनामा, 1 जनामाथि पक्राउ पूर्जी जारी, 1 जना फरार छन् भने 3 जना धरौटीमा रिहा भएका छन्। अब फेरि समाचारमा केही बेर विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। आन्तरिक तथा बाह्य पर्यटनलाई लक्षित गर्दै विराटनगरबाट व्यावसायिक रूपमा पर्वतीय उडान माउन्टेन फ्लाइट सुरु भएको छ। प्रदेश नम्बर 1 को अस्थायी राजधानी विराटनगरबाट निजी क्षेत्रको पहलमा पहिलो पटक व्यावसायिक माउन्टेन फ्लाइट सुरु गरिएको हो। विराटनगरका पर्यटक व्यवसायीहरूको पहलमा शनिबारबाट सुरु गरिएको माउन्टेन फ्लाइटमा प्रदेश नम्बर 1 का मुख्यमन्त्री शेरधन राई सहित मन्त्रीहरू, प्रदेश सरकारका प्रमुख सचिव, त्यसैगरी विभिन्न मन्त्रालयका सचिवहरू, पर्यटन व्यवसायी सहितको टोलीले प्रदेश 1 मा रहेको सर्वोच्च शिखर सगरमाथा, लोत्से, कञ्चनजङ्घा र मकालु आदि हिम शिखरहरू अवलोकन गरेका छन्। यति एयरलाइन्सको CRJ-जेट स्ट्रिमको 33 सिटे विमानले माउन्टेन फ्लाइट गरेको थियो। विशेष गरी भारत र बङ्गलादेशका पर्यटक समेतलाई लक्षित गरी काठमाडौँभन्दा सस्तो दरमा माउन्टेन फ्लाइटको साप्ताहिक उडान गर्ने योजना छ। पर्यटन व्यवसायीहरू आबद्ध विराट हेलिडेज नामक संस्थाको पहलमा विराटनगर विमानस्थलबाट चर्टर विमान मार्फत हप्ताको 1 दिन शनिबार माउन्टेन फ्लाइट गराउनेछ। विराट हेलिडेज अध्यक्ष भविष कुमार श्रेष्ठका अनुसार साप्ताहिक रूपमा गरिने माउन्टेन फ्लाइटका लागि यति एयरलाइन्ससँग साझेदारी गरिएको छ। कुल 55 मिनेटको उडान अवधि रहेको माउन्टेन फ्लाइटका लागि यति एयरलाइन्सलाई प्रति उडान 1,80,000 दिने सहमति भएको छ। अब खेल समाचार। शनिबार बिहानबाट नेपालगञ्ज
म्याराथन 2018 सुरु भएको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले बिहान बिपी चोकबाट म्याराथनको उद्घाटन गर्नुभयो। आज आयोजक क्रिएटिभ ह्यान्ड्सका अध्यक्ष टीएस ठाकुरका अनुसार म्याराथन दौडमा 1000 भन्दा बढी सहभागी छन्। नेपालगञ्ज म्याराथनको यो चौथो संस्करण हो। शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तेस्रो चरणको खेल सकिँदैछ। तेस्रो चरण अन्तर्गत अन्तिम 2वटा खेल आज सशस्त्र प्रहरी बलको मैदान हलचोकमा हुनेछ। बिहान 11 बजे हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र सरस्वती युथ क्लब बीच प्रतिस्पर्धा भएको छ। जारी लिगमा दुवै टिमले लगातार 2 खेलमा पराजित भएको आज पहिलो जितको खोजीमा हुनेछन्। त्यसै गरी त्यसै मैदानमा दिउँसो 2:30 बजे जौलाखेल युथ क्लब र हिमालयन शेर्पा आम्ने सामने हुनेछन्। जौलाखेल पहिलो जितको खोजीमा हुँदा शेर्पा जितको यात्रामा निरन्तरता दिँदै तालिकाको चौथो स्थानमा उक्लेको यसमा हुनेछ। तेस्रो चरणको खेलसम्म मनाङ र सङ्कटाको अपराजित यात्रा कायमै राख्दै समान 9 अङ्क सहित क्रमशः पहिलो र दोस्रो स्थानमा छ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। सप्तरीको इनरवामा शुक्रबार साँझ बस दुर्घटना 5 जनाको मृत्यु 3 दर्जन भन्दा बढी घाइते। कपिलवस्तुमा 1 जनाको गोली हानी हत्या अनुसन्धान जारी। विप्लवलाई मूलधारामा ल्याउन नसकेको भन्दै पूर्व राष्ट्रपतिले गरे सरकारको आलोचना। परराष्ट्र मन्त्री प्रदीप ग्वालीले विश्व बैंक नेपाल सम्बन्धी पछिल्लो प्रतिवेदन प्रति आपत्ति। र शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तेस्रो चरणको खेल सकिँदै जौलाखेल युथ क्लब र हिमालयन शेर्पा आम्ने सामने हुने। हस्त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।